हेलो एभ्री सबैजनालाई स्वागत छ नेप्सी सेयर बजारमा। ओके, मार्केटको एनालाइसिस गरौँ त आज स्याटरडे हल्का फ्री टाइममा। सो मार्केटको प्रोबेबिलिटी के हुनसक्छ, के गर्न सकिन्छ मार्केटमा। सो मार्केटले चाहिँ जुन चाहिँ यो बुल ट्र्याप नै भयो है। सो मार्केटले एउटा बुल ट्र्याप बनायो, अहिले चाहिँ एउटा काइन्ड अफ एउटा पेन फ्ल्याग जस्तो देखिरहेको छ, एउटा यो ऱ्यापिड राइज र त्यसपछि एउटा एकुमुलेसन जस्तो देखिरहेको छ। तर विकली बेसमा कस्तो देखियो भने अब यो विकली ट्रेन्ड लाइन चाहिँ यसलाई यो विकलीले ब्रेक गरेको हो कि जस्तो पनि देखिरहेको छ है, यो जुन चाहिँ हाम्रो गएको हप्ता भयो। इफ अब यसलाई ब्रेक गरेको हो भने चाहिँ अब डेली पर्सपेक्टिभबाट हेर्ने हो भने चाहिँ, सो डेली पर्सपेक्टिभबाट हेर्दाखेरि हल्का रिजेक्सन देखिरहेको छ। अब लेट्स सी सन्डे र मन्डे यो भन्दा तल क्यान्डल क्लोजिङ दिन्छ नि, यो अर्डर ब्लक छ नि, यो अर्डर ब्लक भन्दा तलतिर क्यान्डल क्लोज दिन्छ भने हामी चाहिँ अलि तलै आइने छ है मार्केटमा। सो यो अर्डर ब्लक भन्दा तल मार्केट क्लोज हुन्छ भने केही दिनभित्र, सो धेरै हाई प्रोबेबिलिटी हामी 2450 2400 पनि आउन सक्छ है, अर त्योभन्दा अझै तल पनि जान सक्छ, किनकि अब विकली बेस्ड अनुसार चाहिँ ओके, विकली बेस्ड अनुसार चाहिँ दिस इज आवर डिमान्ड एरिया है त। यो चाहिँ हाम्रो डिमान्ड एरिया हो विकली बेस्ड अनुसार चाहिँ। स्टिल यहाँ चाहिँ विकली एउटा ग्याप पनि छ। सो यो ग्याप पनि फिल गर्न सक्छ है मार्केटले, केयर गर्नु होला। सो एग्रेसिभ बाई चाहिँ नगर्नु होला। ब्रेक इभन छ भने स्टकहरू एक्जिट गर्दा भयो, र प्रफिट छ भने एक्जिट गर्नु होला है सकेसम्म चाहिँ। ओके, अब डेली पर्सपेक्टिभबाटै हेरौँ। सो विकली पर्सपेक्टिभ डजन्ट लुक गुड। अब डेली पर्सपेक्टिभबाट हेर्ने हो भने चाहिँ जुन चाहिँ यो हाम्रो अर्डर ब्लक थियो, यहाँ कन्टिन्युसली एउटा रिजेक्सन खायो, यहाँको लिक्विडिटी फेरि खायो, लिक्विडिटी खाएपछि फेरि अझ तल गइरहेको छ है त। सो अब एउटा यो अर्डर ब्लक चाहिँ यहाँ अलरेडी टच भइसकेको थियो। अब लेट्स सी यसले सपोर्ट गर्छ कि नै, यसलाई ब्रेक गर्यो भने तलै जाने देखिन्छ है मार्केट चाहिँ। सो आरएसआई पनि त्यति स्ट्रेन्थ देखाएको छैन, 39मै छ। म्याकडी स्टिल बियरिस नै छ, अनि डिस्ट्रिब्युसन देखिरहेको छ है मार्केटमा। ओके, अब एकचोटि जाऊँ एनआरएनतिर जाऊँ है त। ओके, एनआरएन सो इट क्यान बी अ डिस्ट्रिब्युसन है एनआरएनमा। अब यो एरिया यसले ब्रेक गर्छ भने लगभग यो एरियाले क्लोज, यसको तल क्लोज दिन्छ भने चाहिँ अलिक केयर गर्नु होला है, किनकि अब रिपोर्ट चाहिँ यसको के थियो नि 40 पेस आउने यताउता भनेर पम्प भएको भइ थियो। सो लुक्स लाइक डिस्ट्रिब्युसन भएको जस्तो देखि त रहेको नरहेछ है, किनकि भोल्युम नरहेछ क्यान्डलमा। मेबी अझै यसलाई क्लियरली कुर्नु पर्थ्यो, अझै एक दुई दिन कुर्नु। इफ रेड क्यान्डल प्लस बिग भोल्युम आउँछ भने चाहिँ इट्स बेटर टु एक्जिट एनआरएन है त। ओके, लेट्स गो विथ द सिएचडिसी। सो सिएचडिसीको डिमान्ड जोन चाहिँ एउटा यो छ है स्टिल है। सो स्टिल यो डिमान्ड जोन छ सिएचडिसीका। सिएचडिसी चाहिँ कति बेला एक्जिट हुँदा बेटर हुन्छ नि, जब यो एरिया ब्रेक गर्यो भने चाहिँ एक्जिट हुँदा बेटर है। तर डिस्ट्रिब्युसन देखिरहेको छैन, भोल्युम कम भए पनि सरी क्यान्डल तिनवटा रेड बने पनि भोल्युम छैन त्यसमा है। इफ कुनै रेड क्यान्डलमा एकदमै ह्युज भोल्युम आउँछ भने त्यति बेला बरु एक्जिटको लागि बाटो सोच्नु होला। तर मलाई कस्तो लागिरहेको छ भने, किनकि यत्रो पुगिसक्यो है, अब यो रेन्जमा राखेर यो रेन्जमा साइडवेज बसिरहेको छ। अब यति रेन्जमा हेर्ने हो भने यो साइडवेजको रेन्जमा हेर्नुहोस्, यो साइडवेजको रेन्जमा चाहिँ भोल्युम चाहिँ छ है, त्यो ओभरअल गर्दाखेरि भोल्युम चाहिँ छ है। जुन चाहिँ यो क्यान्डल चाहिँ यो दुइटा क्यान्डल, यो क्यान्डल ओके, यो दोजी भनेको यसमा चाहिँ भोल्युम देखिरहेको छ है, किनकि बायर्सले पुस गर्यो, माथिबाट फेरि सेलर्सले पुस गरेको थियो यो दिन। सो डिस्ट्रिब्युसन पनि हुनसक्छ, अलिक ख्याल गर्नु होला सिएचडिसीमा है त। ओके, अब जाम एकचोटि हामी हाइड्रो पावर सेक्टरमा है। हाइड्रो पावर सेक्टर डजन्ट लुक गुड। मैले अस्ति पनि चार्ट हालेको थिएँ हाइड्रो पावर सेक्टरको। सो हाइड्रो पावरमा चाहिँ के भइदियो भने हाम्रो हाइड्रो पावर चाहिँ एउटा ऱ्यापिड राइज भयो, यो एरियाको लिक्विडिटी खाइदियो, हाई ब्रेक गर्न सकेन, आइजान क्लोज दिन सकेन, त्यसपछि ऱ्यापिड सार्प फल आयो है। त्यसपछि एउटा अप ट्रेन्ड प्यारल च्यानलमा गइरहेको थियो, विच इज क्लियरली बियरिस फ्ल्याग च्यानल देखिरहेको थियो है। सो अस्ति चाहिँ मैले एउटा भिडियो पनि हालेको थिएँ, इफ यहाँ चाहिँ एउटा राम्रो ग्रिन क्यान्डल बनाउँछ भने मात्र हाइड्रो इज गुड, तर यहाँ एउटा रेड क्यान्डल बनाइदियो भने हाइड्रोबाट एक्जिट हुनुपर्छ भनिरहेको थियो नि त। सो नेक्स्ट डे चाहिँ एउटा रेड क्यान्डल, स्ट्रङ रेड क्यान्डल बनिदियो है। सो कन्टिन्युसली हेर्नु होला, कन्टिन्युसली सेलिङ आइरहेको छ। अब हाइड्रोको डिमान्ड जोन भनेको यो एउटा छ, जहाँसम्म लाग्छ बियरिस फ्ल्याग छ। सो बियरिस फ्ल्यागको टार्गेट चाहिँ अलिक तल नै हुन्छ है, यसले चाहिँ सपोर्ट गर्दैन होला है हाइड्रोलाई। जहाँसम्म लाग्छ म 90% सेयर छु, यसले चाहिँ सपोर्ट गर्दैन, केही दिन टिक्ला, त्यसपछि त्यसपछि जाने भनेको यो तल नै हो है अहिलेको लागि है हाइड्रो पावर। ओके, लेट्स गो विथ द कमर्सियल ब्याङ्क। सो कमर्सियल ब्याङ्क चाहिँ एउटा च्यानल बनाउँदै तल 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 गइरहेको छ। सो हाई प्रायोरिटी कमर्सियल ब्याङ्कले पनि एउटा लो फेरि क्रिएट गर्ला जस्तो देखेको छ। एक्चुली विकली पर्सपेक्टिभबाट चाहिँ, सो विकली पर्सपेक्टिभबाट चाहिँ एउटा कमर्सियल ब्याङ्कको डिमान्ड एरिया भनेको यो एरिया छ है, कमर्सियल ब्याङ्कको डिमान्ड एरिया। सो दिस इज द कमर्सियल ब्याङ्क डिमान्ड एरिया, र यहाँबाट चाहिँ ग्याप पनि छ। सो मेबी अझै केही महिना चाहिँ यो डाउन नै जान सक्छ है, स्लोली जान सक्छ है डाउन स्टिल कमर्सियल ब्याङ्क। सो अझै तलकै रेटमा पाइन्छ होला है कमर्सियल ब्याङ्क। सो लेट्स टक विथ द एलएसएल है। सो एलएसएल चाहिँ लक्ष्मी सनराइज चाहिँ एउटा
अन्डर भ्यालुड कम्पनी छ है, एकदमै अन्डर भ्यालु छ यो। सो 205 छ। अब एउटा चाहिँ डेली पर्सपेक्टिभबाट एलएसएल चाहिँ के छ भने यो एरियामा एउटा डिमान्ड जोन छ है एलएसएलको, विच इज 192 सम्म। केही महिना यो रेन्जमा झुल्छ र राम्रो र्याली आउँछ भने ठिक छ, नत्र भए 190 भन्दा तल गयो भने यसलाई चाहिँ हामीले चाहिँ 170 175 तिर पनि देख्न सकिन्छ, विच क्यान बी द बेस्ट बाइङ अपर्च्युनिटी है त। ओके, एकचोटि जाऊँ। ओके, लाइफ इन्सुरेन्स सेक्टर एनालाइसिस गरौँ है सबै। ओके, विकली पर्सपेक्टिभ डेलीबाटै जाउँ यसलाई। सो लाइफ इन्सुरेन्समा स्टिल त्यस्तो बियरिस मोमेन्टम चाहिँ बनिरहेको छैन। जब कहिले बन्छ भने यसको बियरिस मोमेन्टम जुन चाहिँ योलो छ नि, योलो ब्रेक गर्यो भने चाहिँ यसमा बियरिस मोमेन्टम सुरु हुन्छ है। सो अहिले चाहिँ लगभग लगभग अहिले पनि यसले यो एरियाको लिक्विडिटी खाएछ र यो तल झरिरहेको छ। सो यसलाई ब्रेक गर्छ भने लाइफ इन्सुरेन्स ब्रेक इभन छ भने अथवा थोरै लस छ भने एक्जिट हान्दा बेटर, किनकि यसलाई ब्रेक गरिदियो भने यो लगभग यो तलको लिक्विडिटी खान आउँछ। यहाँ चाहिँ एउटा सेल लिक्विडिटी अझै पनि बाँकी छ, यो एरिया, दिस एरिया। केयर गर्नु होला। ओके, नन लाइफ चाहिँ एकदमै एकदमै नराम्रो चाहिँ नन लाइफ चाहिँ है। ओके, सेम चार्ट लाइक हाइड्रो पावर है। ऱ्यापिड फल, एउटा अप ट्रेन्ड प्यारल च्यानल, देन अगेन ब्रेकडाउन है। त्यसो क्लियर बियरिस फ्ल्याग देखिराख्नु भएको छ। सो नन लाइफ छ भने टोटल्ली टाढा बस्नुलाई, टोटल्ली। इभन एनआइसिएल है, सो नन लाइफ नै भयो, एनआइसिएलको पनि हेर्नु होला। एउटा स्ट्रङ सपोर्टरलाई ब्रेक गरिदिएको छ, ब्रेकडाउन गरिदिएको छ। यो चाहिँ अलिक धेरै नै तल आउँछ जस्तो देखिरहेको थियो। सो एनआइसिएल चाहिँ मोस्टली इट विल बी बेटर। हामी लगभग 550तिरै वेट गर्दा बेटर होला जस्तो देखिरहेको छ। सो मार्केट यत्रो बेरिस हुनुको रिजन चाहिँ के हो भने, अब फर्स्टली चाहिँ एउटा ग्रे लिस्टमा भइहाल्यो है हामी है। सो मेन चाहिँ त्यो ग्रे लिस्ट स्याम्पल पारिरहेको छ। सेकेन्ड, गभर्नर आएको छैन, केही नितो छैन। प्लस पोलिटिक्स स्टेबलै छैन हाम्रो कन्ट्रीमा। घरि को आएर के स्पिच बोलिदिन्छ, घरि के बोलिदिन्छ है। घरि सरकार ढल्ने कुरा हुन्छ, घरि के हुन्छ। त्यसले गर्दा पनि र अब ब्याङ्कमा पैसा थुप्रै थुप्रै छ, ब्याङ्कले लगानी त्यति गरेको छैन। अब सो त्यो पहिला ब्याङ्कले बजारमा पैसा सर्कुलेसन गरेपछि पो मार्केट पनि हल्का मोमेन्टम दिन्छ, बजारमा पैसाको चलखेल हुन्छ। सो त्यो कारणले गर्दा पनि मार्केटमा त्यस्तो पैसा चाहिँ मार्केटमा पैसाको मोमेन्टम भइरहेको छैन है एट द मोमेन्ट चाहिँ। सो मोस्ट प्रोभाबली अझै हामी अलि लङ टर्म नै डाउन ट्रेन्ड गइएला जस्तो छ है मार्केट। इदर 2400ले मजाले सपोर्ट लिएर राख्छ, 24 2050ले न त्योलाई पनि ब्रेक गरेन तलै जाला। लेट्स सी अब पोलिटिकल सिचुएसन, कन्ट्रीको इकोनोमीदेखि लिएर एभ्रिथिङ के कस्तो हुन्छ विदिन 1 to 3 monthsमा, त्यसले चाहिँ एकदमै ह्युज रोल खेल्नेछ। ओके, नन लाइफ पनि भयो। ओके, डेभलपमेन्ट ब्याङ्क चाहिँ हिजोसम्म त राम्रो देखिरहेको थियो है अस्ति चार्ट हेर्दाखेरि। अब लेट्स सी डेभलपमेन्ट ब्याङ्क फेरि एकचोटि चाहिँ लेट्स टक अबाउट द डेभलपमेन्ट ब्याङ्क। सो डेभलपमेन्ट ब्याङ्क सेक्टर चाहिँ कस्तो छ भने यो चाहिँ एरियामा फेयर भ्यालु ग्याप क्रिएट गरेको थियो। सो त्यसपछि चाहिँ यो फेयर भ्यालु ग्यापलाई टच गरेर ऱ्यापिड राम्रो र्याली आइरहेको थियो। सो हाम्रो अहिलेको लागि डेभलपमेन्ट ब्याङ्कको टार्गेट भनेको यो एरिया छ है, यो एरिया छ। अब स्टिल एउटा चाहिँ अर्डर ब्लक छ, यसले सपोर्ट गर्छ कि भन्ने आशा छ डेभलपमेन्ट ब्याङ्कलाई है। सो यसले सपोर्ट गरेर एउटा र्याली चाहिँ यहाँसम्म जान सक्छ डेभलपमेन्ट ब्याङ्कको। सो त्यस्तो ह्युज युनिट चाहिँ नछिर्नु होला, द्याट विल बी बेटर। सो यो नै टार्गेट हुनसक्छ डेभलपमेन्ट ब्याङ्कको लागि। ओके, डेभलपमेन्ट ब्याङ्क हो। फाइनेन्स त अब के कुरा गर्नु, फाइनेन्स टोटली अभोइड गर्नु है। टोटल्ली प्यारल च्यानल, डाउन ट्रेन्ड प्यारल च्यानल बनाएर खसेको खसे चाहिँ यो चाहिँ अझै खस्छ है यो, नो डाउट। स्टिल देयर इज ह्युज रुम खस्नको लागि है यसको लागि। अस्ति नै यहाँ राउन्डिङ बटम बनाएको थियो, राउन्डिङ बटम बनाउने बित्तिकै डाइरेक्ट 700 टार्गेट पनि हान्यो। सो फाइनेन्स चाहिँ टोटली अभोइड गर्नु होला है त। ओके, फाइनेन्स भयो। लेट्स टक अबाउट द अदर सेक्टर। सो अदर सेक्टर्सको चाहिँ अदर सेक्टर चाहिँ करेक्सन फेजमा छ, बिएस फेजमा भन्दा नि करेक्सन फेजमा छ। सो अदर सेक्टर्सको डिमान्ड एरिया विल बी दिस एरिया है त, किनकि यो स्ट्रक्चर पनि ब्रेक गर्यो, यो पनि ब्रेक गरेको थियो। सो एउटा डिमान्ड एरिया यो हुनसक्छ। सो अदर सेक्टर चाहिँ अलिक वाच गर्नुपर्छ है कहाँ छ। अब लेट्स चेक अदर सेक्टरको स्टकहरू। सो एनआरआइसी, एनआरआइसी यो जोनमा राखेर मजाले डिस्ट्रिब्युसन भइरहेको रहेछ र डिस्ट्रिब्युसन पनि सुरु भयो मिठो। अब मोस्ट प्रोभाबली हामीले चाहिँ यसलाई 1000 मुनि कुर्दै बेटर है। सो एचआरएलको चाहिँ यो एउटा डिमान्ड एरिया छ है। सो आफ्टर स्ट्रक्चर ब्रेक गरेपछि चाहिँ, सो अहिलेको लागि चाहिँ यो डिमान्ड एरिया छ 920 910 920 भनौँ। सो यो एरियामा चाहिँ थोरै रिस्क लिन सकिन्छ, तर स्टप लस चाहिँ धेरै लगभग म्याक्सिमम् 3-4% राखेर चल्नुपर्छ स्टप लस। त्यस्तो एकदम टाइट राख्नुपर्छ है स्टप लस, किनकि यहाँ तल झऱ्यो भने आउने भनेको फेरि लगभग 830 820 हो एचआरएल। ओके, एमकेसिएलतिर जाऊँ। ओके, एमकेसिएल
सो एमपिसिएल पनि करेक्सन फेजमा छ है। सो एउटा राम्रो डिमान्ड एरियामा चाहिँ मुक्तिनाथ कृषि स्टिल नट बियरिस। बियरिस चाहिँ कति बेला काउन्ट गरिन्छ भने हामीले 1430 भन्दा तल क्लोजिङ दियो भने यसलाई पनि अभोइड गर्नु होला है त। 1430 भन्दा तल क्लोजिङ दियो भने। तर एमपिसिएल चाहिँ ख्याल गर्नु होला। एमपिसिएलको अन्डरमा 10 वटा कम्पनीहरू छ है। अब जहाँसम्म सबैको आइपी छिट्टै आउँदैछ। सो 10 वटा कम्पनीले प्रफिट गर्दाखेरि रेभेन्यू जेनेरेट गर्दाखेरि एमकेसिएलमा कतिको असर पर्छ भनेर, किनकि 10 वटा कम्पनीको प्रफिट सबै एमकेसिएलमा देखिन्छ है। मुक्तिनाथ फुड ब्याङ्क, मुक्तिनाथ कृषि, मुक्तिनाथ फर्टिलाइजर, मुक्तिनाथ एग्रो, मुक्तिनाथ ट्रेडिङ, मुक्तिनाथ आइटेक, आइटीटेक समथिङ के छ, धेरै कम्पनीहरू आउँदैछ यसको अन्डरमा पनि। सो यसलाई चाहिँ ल हामीले बाइचान्स लक्कीली पनि 1200 मुनि पायो भने त द्याट विल बी बेस्ट। ओके, अरू के छ यसको? अब अदर सेक्टर्सको एनआरएमतिर जाउँ है। एनआरएम एनआरएम पनि स्टिल अझै फुल्ली बियरिस मोमेन्टममा त गएको छैन है। तर यहाँबाट चाहिँ एउटा ट्र्याप गरेर सार्प फल दियो। सो अहिले करेन्टली 460 छ। अब यो एरियालाई ब्रेक डाउन गर्छ भने यसले लगभग 445तिर ब्रेक डाउन गर्छ भने 420तिर स्टिल यो एउटा सपोर्ट एरिया छ, किनकि यो स्विङ, यो लो भयो, यो स्विङ हाई भयो, स्विङ लो स्विङ हाई भयो नि त। सो यो बियरिस, यो ब्रेक डाउन गऱ्यो भने मात्रै बियरिस मोमेन्टम काउन्ट हुन्छ। यसको टिल्ला करेक्सन नै भन्न सकिन्छ यसलाई, कि अर्को साइडबाट हेर्दाखेरि यो ट्रेन लाइन सपोर्ट पनि छ है यसको चाहिँ। ओके, अब लेट्स गो विथ द म्यानुफ्याक्चर सेक्टर। अब म्यानुफ्याक्चरिङ सेक्टर चाहिँ कस्तो छ भने, जुन चाहिँ हाम्रो अर्डर ब्लक एरिया थियो, यो अर्डर ब्लक एरियाबाट कन्टिन्युस रिजेक्सन भयो है। सो स्टिल यो पनि बेरिस मोमेन्टममा छैन म्यानुफ्याक्चरिङ सेक्टर पनि, स्टिल करेक्सन नै काउन्ट गरिन्छ यसलाई नि। सो अब यो एरियासम्म चाहिँ आउने देखेको छ, फेरि सपोर्ट एरिया। अब यो एरिया प्लस ट्रेन्ड लाइन सपोर्ट एउटा स्ट्रङ सपोर्ट काउन्ट हुन आउँछ। यहाँबाट चाहिँ म्यानुफ्याक्चरिङ मोमेन्टम लियो भने धेरै राम्रो हुन्छ। तर यसलाई ब्रेकडाउन गऱ्यो भने चाहिँ अलिक तलै आउँछ है। अब म्यानुफ्याक्चरिङको स्टकको प्राइसहरू हेरौँ है, जस सबैको डाउन नै छ, धेरै नै कम छ कि। जस्तै 458 है, स्ट्रङ एउटा प्यारल च्यानलमा छ, ट्रेन्ड लाइन सपोर्ट पनि स्ट्रङ छ, एउटा प्लस यहाँ अर्डर ब्लक सपोर्ट पनि छ है। भनेपछि सोनाको पनि एकदमै प्राइस चाहिँ राम्रो छ। बाइचान्स त्योभन्दा तल गइहाल्यो भने, लोएस्ट आयो भने सोनाको 380 390सम्म होला, त्योभन्दा तल जानु चाहिँ धेरै गाह्रो छ। सो रिक्स लिन चाहने चाहिँ 450तिर इट विल बी बेस्ट सोना। लेट्स गो विथ द शिवम है त। सो शिवमको चाहिँ अस्ति ब्रेकआउट हुन्छ कि जस्तो ब्रेकआउट भएर एउटा राम्रो के ब्याक टेस्ट, सरी रिटेस्ट आएपछि चाहिँ पोजिसन लिन सकिन्छ कि जस्तो एउटा प्याटर्न बनेको थियो। तर ओभरअल हेर्दाखेरि लाइक अहिले यसको पनि छाड्का ठिक लागेन है। सो अहिले चाहिँ उम्, यो एरियामा सपोर्ट भइरहेको छ है। इफ शिवम गोज बिलो 520, यो अलिक चलै पाउन सकिन्छ ल 470तिर। सर्वोत्तम, ओके सर्वोत्तम, यो टार्गेट हिट हान्ला भनेको हानेन। सो यो अहिले एउटा सपोर्ट एरियाको रेन्जमा झुलिरहेको छ है सर्वोत्तम। सो 840 बिलो क्लोजिङ दिन्छ भने सर्वोत्तमले सिधै 570 560 आउने चान्स चाहिँ सर्वोत्तम छ है। सो ओके, जिसिआइएलको एउटा एफबिजी क्रिएट गरेको थियो, यो एरियाबाट र्याली आयो। सो अहिले कन्टिन्यू, अहिले एकदम स्ट्रङ डाउन ट्रेन्डमा छ है, स्ट्रङ डाउन ट्रेन्डमा छ, डाउन ट्रेन्डमा छ, प्लस ट्रेन्ड लाइन सपोर्ट पनि नजिक आइसकेछ। सो अब तपाईँले जिसिआइएल घोराइ सिमेन्ट चाहिँ रिस्क लिने एरिया भनेको 490तिर। सो 3-4%को स्टप लस राखेर यु क्यान टेक ट्रेड अराउन्ड 490 है, किनकि राम्रो डाउन, यो मिठो डाउन ट्रेन्ड आइरहेछ। सो यो एरियातिर रिस्क लिँदा बेटर, बाई चान्स ब्रेकआउट भइहाल्यो भने चाहिँ केही नभए पनि लाइक 570 580सम्म चाहिँ जान सक्छ। ओके, अदर्स भयो, लाइफ इन्सुरेन्स सेक्टर पनि हेरियो। एन्ड देन लेट्स गो विथ द एचएलआई, हिमालयन लाइफ इन्सुरेन्स। हिमालयन लाइफ इन्सुरेन्सको चाहिँ न्युज आएको छ। सो बोनस जसले खानुभएको ट्याक्स अब आफैले ट्याक्स तिर्ने हो यसको। सो जुन एरिया ब्रेक नगरोस् भन्ने थियो हिमालयन लाइफ इन्सुरेन्सले, यो ब्रेक डाउन गरेको छ। अब हिमालयन लाइफ इन्सुरेन्स हामीले लाइक 385तिरै वेट गर्दा बेटर है। सो दिस विल बी द बेस्ट डिमान्ड एरिया हिमालयन लाइफ इन्सुरेन्सको लागि। सो अहिले छ, ब्रेक इभनमा छ भने चाहिँ एक्जिट हान्नु होला। अब बोनस जसले खानुभयो, एभरेज तलै छ भने होल्ड गर्दा भयो। सो बेस्ट एरिया चाहिँ बाइको लागि 380तिरै देखिन्छ है, 385तिरै। ओके, अरू त अब ओके ओके ल ठिक छ, अहिलेलाई यति नै भने। ओभरअली नेप्स चाहिँ डजन्ट लुक गुड एट द मोमेन्ट। लेट्स हाम्रो पोलिटिकल सिचुएसन के हुन्छ, गभर्नर कहिले आउँछ र गभर्नरले कस्तो स्पिच दिन्छ। अब जस फन्डामेन्टल साइड पनि हेर्नु पर्यो, टेक्निकल पनि एन्ड पोलिटिकल साइड पनि है।
सो अहिले चाहिँ म्याक्सिमम् पोलिटिकल र फन्डामेन्टलले नै हिट हानिरहेको छ हाम्रो मार्केटले। र अहिले त्योभन्दा बिदामा के